हेलो साथीहरू, दर्शन नमस्ते। के छ खबर? सन्चै हुनुहुन्छ? म के एउटा कुरा भन्न गएको है, सुन्नु होला है। अनि भिडियो चाहिँ अन्तिमसम्म सुनिदिनु होला है। म चाहिँ पूर्वको मान्छे, पूर्व झापाको मान्छे, पश्चिममा आएँ, सुदूरपश्चिम। अनि म चाहिँ सुरुमा भाषा बुझ्दैन थिएँ कि केही पनि। अहिले पनि सबै कुरा त बुझ्दिनँ, अलिअलि बुझ्छु। अनि के भन्छ, म भाषा नबुझ्दाखेरि चाहिँ राम्रोलाई पनि हो हजुर हो भन्थे, नराम्रोलाई पनि हो भन्थे। लाटी हो कि बाटी हो कि के हो, कसैले बुझ्दैन थियो मलाई। अनि के भन्छ, कसैले अब यहाँको भाषाले बोल्छन् नि त, यहाँतिरका मान्छे। अनि हाम्रोतिर चाहिँ अब नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भनेर सोधिन्छ नि त। अनि यहाँतिर चाहिँ ढोगरे भनेर यस्तो टाउको निहुराउनु पर्दो रहेछ। अनि निका छ हो भन्नुपर्दो रहेछ। अब अनि भन्दा रहेछन्। अनि अरू खबरहरू यताउता सोध्दा रहेछन् होइन। मैले चाहिँ नबुझेर हो क्या, मैले त्यस्तो तपाईँहरूले फेरि नराम्रो नसोचिदिनु होला है। मैले नबुझेको कुराहरू चाहिँ भन्न गइरहेको छु। अनि आएँ है, आएको कति दिनमा पो हो मलाई। मेरो भाउजूले चाहिँ मलाई दिउँसो फर्सी देखे क्या घरमा। अनि यस्तो फर्सी त मलाई साह्रै मनपर्छ, साह्रै मिठो लाग्छ भने क्या। अनि पाकेको फर्सी थियो। अनि ल नानी, म भरे उसिन्छु, अनि खाम्ला न त भनेर भन्नुभयो। अनि ल भने है। अनि भरे म गएँ, जाँदाखेरि भाउजूले मलाई के भन्नुभयो, नानी भुजो खाने भन्नुभयो क्या। चिया दिनुभयो, अनि भुजो खाने भन्नुभयो। अनि म चाहिँ भुजो भनेको चाहिँ त्यो भुजा सम्झेँ क्या, चटपटे बनाउने भुजा। नै भाउजू, म त नखाने, मलाई त मन पर्दैन भुजो भनेर भने। अनि भाउजूले चाहिँ सोच्नु भएछ, अघि त खुब मन पर्थ्यो, मलाई फेभरेट हो भन्नुहुन्थ्यो, त अहिले त फेरि मलाई मन पर्दैन भन्नुभयो, के भएछ भन्ने सोच्नु भएछ होइन। अनि मैले चाहिँ फेरि के सोचेँ कि अरे भाउजू त दिउँसो त खुब फर्सी उसिन्छु भन्नुहुन्थ्यो, त अहिले त फेरि भुजो खाने भन्नुहुन्छ भन्ने सोचेँ। को खाला र त्यो भुजो खान्न म भन्ने सोचेँ है। अनि भरे मलाई चाहिँ मम्मीले भुजो ल्याएर दिनुभयो। भुजो भनेको चाहिँ फर्सी रहेछ क्या। अनि फर्सीलाई नै भुजो भन्दा रहेछन् होइन। अनि यो खान्छेस् भनेर दिनुभयो। मेरो त मम्मी यो त साह्रै फेभरेट हो, कति मनपर्छ भनेर लिए। अनि भाउजूले अघि मैले भुजो खाने भन्दा त खान्न भन्नुहुन्थ्यो त भन्नुहुन्छ। अनि भुजो भनेको फर्सी हो भनेको अरे। ए भगवान्, एउटा फर्सीको कतिवटा नाम सुन्नु पर्यो मैले, थाहा छ। हामी त फर्सी भन्छौँ, अरू केही थाहा थिएन कि त्यही फर्सीको नाम पनि। अनि त्यो फर्सीको त नाम रहेछ एउटा भुजो, अनि अर्को रहेछ कद्दु, अनि अर्को रहेछ साग। तिनवटा नाम रहेछन्। मैले एउटा भिडियो हेरेको थिएँ सासू बुहारीको, उहाँको पनि बुहारी चाहिँ पूर्वबाट आउनुभएको रहेछ, पश्चिममा बिहे गरेर। अनि आएर कति दिन पछाडि चाहिँ आँगनको छेउमा जे होस् फर्सी रोप्या रहेछ। अनि त्यहाँनिर चाहिँ फर्सीको मुन्टा चाहिँ लहरै रहेछन् क्या, टुप्पा, फर्सीको टुप्पा। अनि त्यो जा बुहारी के अरे कदुको टुप्पा टिपेर लिएर आ भनेर भन्नुभएछ। अनि त्यो बुहारी चाहिँ वरिपरि घुमेर हेर्नुभएछ। अनि हेर्दाखेरि चाहिँ त्यहाँ फर्सी देखेछ। अनि त्यहीका टुप्पा टिपेर लगेछ, थाहा नभइकन। हो त्यस्तै भयो क्या मेरो पनि। अनि त्यहाँबाट म काठमाडौँ गएँ। काठमाडौँ जाँदाखेरि बहिनीको कोठामा जाँदाखेरि के अरे दिदी त्यो के अरे साग चाहिँ सबै खानु है भनेर भने क्या। म चाहिँ वरिपरि बोटुका सबै हेरिसकेँ है, साग भेट्दिनँ। साग सकाउनु भने चाहिँ एउटा बोटुकामा चाहिँ फर्सीको तरकारी हालेर राखिदिए। अनि म चाहिँ साग खोज्छु, सबै किचन ऱ्याकको भित्र पनि गएर साग खोज्छु, छैन भाइ। सबै बोटुका जति, छोपेको बोटुका जति सबै उघारिसकेँ, कहीँ साग भेट्दिनँ। छैन त, कहाँ छ साग राख्नु हो मैले भनेको त। अनि यो के हो त अगाडि राखिदिएको अरे, यो त फर्सी हो नि भने कि यही हो साग अरे क्या। अनि त्यही फर्सीलाई फर्सी, त्यही फर्सीलाई कद्दु, त्यही फर्सीलाई भुजो, त्यही फर्सीलाई साग भनेपछि कसरी बुझ्ने ल गाइस, तपाईँहरू भन्नुहोस् त। अनि को चाहिँ यस्तोमा पर्नु भएको छ क्या। म चाहिँ यस्तो भाषामा परेको छु होइन। हाम्रै नेपाल हो यो, नेपालको पूर्व र पश्चिम हो, तर पनि भाषा यति फरक क्या। न्याम नीति र भाषा यति फरक हुँदो रहेछ। अनि हजुरहरू चाहिँ को पर्नु भइरहेछ, मैले चाहिँ धेरैजनाको सुनेको छु होइन यस्तो भाषा नबुझेको। अनि त्यसमध्येमा म पनि परेको छु। अनि हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है। अरू के नाम छ भनिदिनु होला है।